साइप्रस आउँदै हुनुहुन्छ मेडिकलमा फेल भयो भने भिजा रिजेक्ट हुनसक्छ है। के चेक हुन्छ तपाईँलाई थाहा छ त? अन्त नेपालबाट यता साइप्रस आएपछि के मेडिकल चेक हुन्छ कि हुँदैन भन्ने केही जिज्ञासा छ भने अन्तिमसम्म भिडियो हेर्नु होला है। हेलो साथीहरू, म प्रताप साइप्रसबाट। नेपालबाट साइप्रस आउँदा चाहिँ दुईचोटि जस्तो मेडिकल चेक हुन्छ अनि एकचोटि चाहिँ नेपालमै हो, अर्कोचोटि चाहिँ यता आइसके पछाडि हो। मेरो चाहिँ नेपालमै दुईचोटि भएको थियो, अझ आउने बेलामा अन्तिममा ब्लड टेस्ट पनि भएको थियो। अनि साइप्रस आइसके पछाडि एउटा हुन्छ नेपालमा हुने टेस्टहरू चाहिँ अब ब्लड टेस्ट भयो, HIV, हेपाटाइटिस, अनि चेस्ट एक्सरे हुन्छ, युरिन टेस्ट, जेनरल फिजिकल चेकअपहरू भयो। अनि साइप्रस पुगिसकेपछि फेरि अब यता ब्लड टेस्ट हुन्छ, त्यस पछाडि त्यही चेस्ट छातीको एक्सरे भयो, त्यही मेडिकल फिटनेस चेक हुन्छ, त्यस्तै त हो। अनि यदि रिपोर्टमा सिरियस इन्फेक्सन डिजिज देखियो भने चाहिँ प्रब्लम हुनसक्छ। त्यसैले मेडिकल अगाडि हेल्थ चाहिँ राम्रोसँग केयर गर्नु पऱ्यो, मेन्टेनमा राख्नु पऱ्यो, राम्रो हस्पिटलबाट टेस्ट गर्नु पऱ्यो। हेल्थमा अब केही इस्यु आयो भने चाहिँ तपाईँको अब प्रोसेसमा चाहिँ भिजा प्रोसेसमा चाहिँ गाह्रो हुन्छ है। अनि तपाईँहरूको मेडिकल चेकअप गर्नको लागि कति खर्च भयो त? मेरो चाहिँ 4500 भएको थियो है। अब दुईचोटि चेकअप गर्नु परेको थियो, अब त्यसै भनेको थियो। अनि दुईचोटि चेकअप गर्दाखेरि 4500 रुपियाँ लागेको थियो हाम्रो चाहिँ। यस्तै साइप्रस रिलेटेड इन्फर्मेसनको लागि फलो गर्न सक्नुहुन्छ र अब कमेन्टमा केही क्वेसन छ भने सोध्न सक्नुहुन्छ है त।